अभिनेता राजेश हमालको पुस्तक युगदेखि युगसम्म सार्वजनिक भएको छ। शनिबार काठमाडौँको कमलादी स्थित प्रज्ञा ढबलीमा अभिनेता हमाल लगायतले युगदेखि युगसम्म राजेश हमालसँग यज्ञेशले पुस्तक सार्वजनिक गरेका हुन्। पत्रकार तथा लेखक यज्ञेशसँगको संवादमा तयार भएको पुस्तकमा जीवन यात्रा, चलचित्र जीवनसँग जोडिएका अनुभव, स्मरण तथा सामाजिक र व्यक्तिगत विचारहरू समेटिएको अभिनेता हमालले जानकारी दिनुभयो। राजनीतिक, धर्म, केही मनोविज्ञानका कुरा समेत पुस्तकमा समेटिएको उहाँले बताउनुभयो। आफ्नो विचारहरू पुस्तकमा समेट्दाखेरि अलिकति चुनौतीपूर्ण पनि हुँदो रहेछ। कति खुल्ने, कति नखुल्ने, कति कुराहरू पोख्ने, कति कुराहरू नपोख्ने, जीवनमा आफूसँग ठोकिएका व्यक्तिहरूलाई कतिलाई संलग्न गर्ने, कतिलाई संलग्न नगर्ने, व्यक्तिहरूको संलग्नतालाई कति गहिराइमा लाने या कति नलाने, ती सबै कुरा चाहिँ नि चुनौतीपूर्ण नै हुँदो रहेछ। यदि आफू असाध्यै यथार्थ भएर, असाध्यै स्वाभाविक हिसाबले आफूले भोगेका, जानेका, बिताएका पलहरूलाई चाहिँ नि अक्षरमा उतार्नु पर्दाखेरि, तर यसलाई अलिकति मलाई सहज कसले बनाइदिनु भयो भने योगेशजीले बनाइदिनु भयो। के भयो भने जति गहिराइमा उहाँले मलाई चिन्नु भएको छ त्यति गहिराइमा चाहिँ उहाँले आफ्नो सबै कुरा चाहिँ नि मैले अझ चिन्न बाँकी नै छ। मैले त सबै कुरा चाहिँ नि उहाँको अगाडि पोखि नै दिएको छु। त्यस कारण योगेशजी तपाईँलाई धेरै धेरै धन्यवाद छ। यो पुस्तक तपाईँको सहकार्य बिना सायद यसरी चाहिँ नि कम्प्लिट हुँदैन थियो होला र आज असाध्यै एउटा रोचक ढङ्गमा चाहिँ नि यो पुस्तक तपाईँहरूको अगाडि आएको छ। प्रश्नकर्ता र म मिलेर सबै कुराहरू यसमा समेटेका छौँ। हुन त म सिनेमाको व्यक्ति हो, तर यसमा खालि सिनेमाका कुराहरू मात्रै नभएर सिनेमाका कुराहरू पनि छन्, तर तपाईँ पढ्दै जानुभयो भने यसमा समाजसँग सम्बन्धित धेरै पाटाका कुराहरू पनि छन्। राजनीतिका कुरा छ, धर्मको कुरा छ, केही मनोविज्ञानका कुराहरू छन्, मानवीय जीवनका कुराहरू पनि छन्। सिनेमाको कुरा त भइहाल्यो, आफ्नो बाल्यकालको कुरा छ, आफ्नो परिवारको सम्बन्ध, पारिवारिक माहौलका कुराहरू पनि छन्। र यो पुस्तक तयार भइसकेर यो पुस्तक पढ्दाखेरि मलाई चाहिँ कस्तो लाग्दो रहेछ भने आफ्नो सम्पूर्ण जीवनलाई चाहिँ नि एकचोटि फेरि पूर्ण रिभिजिट गरेको जस्तो, आफ्नो जीवनलाई फेरि पछाडिबाट फर्केर हेरेर फेरि एउटा त्यही जीवन जिएको जस्तो पनि महसुस भयो यो पुस्तकलाई पढ्दाखेरि। उक्त पुस्तक फाइन प्रिन्टले बजारमा ल्याएको हो। उक्त पुस्तक तयार गर्न करिब 3 वर्ष लागेको हमालले बताउनुभयो। अभिनेता राजेश हमालको पुस्तक युगदेखि युगसम्म सार्वजनिक भएको छ। शनिबार काठमाडौँको कमलादी स्थित प्रज्ञा ढबलीमा अभिनेता हमाल लगायतले युगदेखि युगसम्म राजेश हमालसँग यज्ञेशले पुस्तक सार्वजनिक गरेका हुन्। पत्रकार तथा लेखक यज्ञेशसँगको संवादमा तयार भएको पुस्तकमा जीवन यात्रा, चलचित्र जीवनसँग जोडिएका अनुभव, स्मरण तथा सामाजिक र व्यक्तिगत विचारहरू समेटिएको अभिनेता हमालले जानकारी दिनुभयो। राजनीतिक, धर्म, केही मनोविज्ञानका कुरा समेत पुस्तकमा समेटिएको उहाँले बताउनुभयो। आफ्नो विचारहरू पुस्तकमा समेट्दाखेरि अलिकति चुनौतीपूर्ण पनि हुँदो रहेछ। कति खुल्ने, कति नखुल्ने, कति कुराहरू पोख्ने, कति कुराहरू नपोख्ने, जीवनमा आफूसँग ठोकिएका व्यक्तिहरूलाई कतिलाई संलग्न गर्ने, कतिलाई संलग्न नगर्ने, व्यक्तिहरूको संलग्नतालाई कति गहिराइमा लाने या कति नलाने, ती सबै कुरा चाहिँ नि चुनौतीपूर्ण नै हुँदो रहेछ। यदि आफू असाध्यै यथार्थ भएर, असाध्यै स्वाभाविक हिसाबले आफूले भोगेका, जानेका, बिताएका पलहरूलाई चाहिँ नि अक्षरमा उतार्नु पर्दाखेरि, तर यसलाई अलिकति मलाई सहज कसले बनाइदिनु भयो भने योगेशजीले बनाइदिनु भयो। के भयो भने जति गहिराइमा उहाँले मलाई चिन्नु भएको छ त्यति गहिराइमा चाहिँ उहाँले आफ्नो सबै कुरा चाहिँ नि मैले अझ चिन्न बाँकी नै छ। मैले त सबै कुरा चाहिँ नि उहाँको अगाडि पोखि नै दिएको छु। त्यस कारण योगेशजी तपाईँलाई धेरै धेरै धन्यवाद छ। यो पुस्तक तपाईँको सहकार्य बिना सायद यसरी चाहिँ नि कम्प्लिट हुँदैन थियो होला र आज असाध्यै एउटा रोचक ढङ्गमा चाहिँ यो पुस्तक तपाईँहरूको अगाडि आएको छ। प्रश्नकर्ता र म मिलेर सबै कुराहरू यसमा समेटेका छौँ। हुन त म सिनेमाको व्यक्ति हो, तर यसमा खालि सिनेमाका कुराहरू मात्रै नभएर सिनेमाका कुराहरू पनि छन्, तर तपाईँ पढ्दै जानुभयो भने यसमा समाजसँग सम्बन्धित धेरै पाटाका कुराहरू पनि छन्। राजनीतिका कुरा छ, धर्मको कुरा छ, केही मनोविज्ञानका कुराहरू छन्, मानवीय जीवनका कुराहरू पनि छन्,
सिनेमाको कुरा त भइहाल्यो, आफ्नो बाल्यकालको कुरा छ, आफ्नो परिवारको सम्बन्ध, पारिवारिक माहौलका कुराहरू पनि छन्। र यो पुस्तक तयार भइसकेर यो पुस्तक पढ्दाखेरि मलाई चाहिँ कस्तो लाग्दो रहेछ भने आफ्नो सम्पूर्ण जीवनलाई चाहिँ नि एकचोटि फेरि पूर्ण रिभिजिट गरेको जस्तो, आफ्नो जीवनलाई फेरि पछाडिबाट फर्केर हेरेर फेरि एउटा त्यही जीवन जिएको जस्तो पनि महसुस भयो यो पुस्तकलाई पढ्दाखेरि। उक्त पुस्तक फाइन प्रिन्टले बजारमा ल्याएको हो। उक्त पुस्तक तयार गर्न करिब 3 वर्ष लागेको हमालले बताउनुभयो।